ल है साथीहरू, ल लाग्यो होइन। ल ल अब अझ एउटा चाहिँ नि भेट्दै गरौँ ल है साथी। लागि छ होइन बरेनबाट अब बिदाबारी गरियो। अवस्था ठिक छैन। मिसाल हान्ने कार्यक्रम जारी छैन। टेन्सन भयो। रातभरि साउदी ब्रिज बन्द भयो। फ्लाइट भोलि बिहानको हो, त्यही पनि अब छिट्टै निस्किनु पऱ्यो होइन। राति निस्किनुभन्दा एडभान्स निस्केर बोर्डर क्रस गरेर चाहिँ नि पारी पुगेर बस्ने निर्णय गरेको आजलाई। ल साथीहरू, बाँकी अपडेट फेरि गर्दै गर्छु है त। यहाँ इमिग्रेसन लिएर आइपुग्नु लाग्यौँ। यो चाहिँ साउदीको इमिग्रेसन। हामी साउदीको इनको लागि आइयो यो इमिग्रेसन, साउदी इमिग्रेसन। अब यहाँबाट हामी साउदीको चाहिँ नि चेक गरेर चाहिँ नि साउदी लाग्ने अब। ल साथीहरू, सबै प्रोसेस सकियो। अब यहाँबाट हाम्रो साउदी सुरु भयो। यो साउदी हो। बहरेनको भिजा एक्जिट गरेर साउदीको भिजा इन गरियो। तपाईँले देख्न सक्नु, यो चाहिँ नि अब साउदी, हामी साउदीमा छौँ अहिले। ल यो चाहिँ नि साउदी। यहाँ से अभी कितना लगेगा टाइम एयरपोर्ट? अब हामी 50 मिनट, लगभग 50 मिनटमा हामी 1 घन्टामा 50देखि 1 घन्टाको बिचमा हामी साउदी पुग्छौँ। साउदी दमाम एयरपोर्ट। त्यो ब्रिज चाहिँ नि बिहान पुरा बन्द थियो कि। हिजो सायद यो साइरनहरू बजिरहेको थियो। अनि थ्रेड छ यो ब्रिजलाई चाहिँ नि, इरानले थ्रेड दिएको कारणले चाहिँ हिजोदेखि बन्द थियो। बल्ल बल्ल खुल्यो। अब त्यसैले हामी अलिक छिट्टै निस्किँदैछौँ ब्रिज क्रस गरौँ भनेर। यो एउटै ब्रिज हो साउदी र बहरानलाई जोड्ने चाहिँ नि। अब आज हामी यो ब्रिज क्रस गरेर चाहिँ नि बस्ने साउदीमा। ल रङलाई के भन्नु छ भन्नु है। ल अब यस्तै हो। अब सी यू सुन नेपाल, गुड बाई बहरेन। अब भर्खरै साउदी अरेबियातिर प्रवेश गरियो। दुःखले गरियो है। हजुर, दुःखले टेन्सन नै गरियो। धेरै उ भयो। अब 15-16 घन्टा एयरपोर्ट बस्नुपर्ने अवस्था छ। अब के गर्ने, नेपाल पुगिन्छ। अब ढुक्क भयो। ल बिचमा के हुन्छ अपडेट गर्दै गर्छु होइन। यो चाहिँ नि बहराइनबाट चाहिँ नि साउदी हुँदै नेपालसम्मको यात्रा अहिलेको यो जुन परिस्थितिमा चाहिँ कसरी गरिरहेको छौँ भनेर चाहिँ नि यो एउटा एक्सपिरियन्स, एउटा अनुभव
सेयर गरौँ भनेर यो भिडियोहरू बनाइरहेको छु है त ल साथीहरू। अर्को एउटा साथीहरूलाई एउटा थोडा सानो जानकारी पनि दिउँ होइन। अहिलेको यो सिचुएसनमा कुनै पनि नेपाली साथीहरू चाहिँ बहनबाट साउदी हुँदै नेपाल यात्रा गर्दै हुनुहुन्छ भने तपाईँहरू एजेन्टको थ्रु भन्दा पनि जुन बानामाको दाना मलमा रहेको अल तासिर भिजा सेन्टर छ, साउदीको भिजा सेन्टर बानामाको दाना मलमा, त्यहाँबाट तपाईँहरू एप्लाई गर्नुभयो भने सस्तो पर्न आउँछ। एजेन्टको थ्रुबाट जानुभयो भने 50 बिडीसम्म उनीहरूले लिनु पर्दछ भने तपाईँ आफै एउटा सानो अनलाइन फर्म भरेर आफूले भिसा एप्लाई गर्नुभयो भने 22 बिडीमा तपाईँको काम बन्छ। जुन तपाईँको पैसा खर्च सेभ गर्न सक्नुहुन्छ है त साथीहरू। त्यसैले आफै गर्नुहोस्, त्यति गाह्रो छैन, सजिलो छ। तपाईँ आफ्नो विवरण अनलाइन मार्फत भरेर त्यहाँ एउटा अपोइन्टमेन्ट लिनुभयो भने अपोइन्टमेन्टको दिनमा चाहिँ गएर भिसा एप्लाई गर्न सक्नुहुन्छ। आफै गर्दा भिसा एप्लाई गर्दा चाहिँ 22 मिनटमा काम हुन्छ। तपाईँ अझ अपोइन्टमेन्ट छिटो डेटमा लिन चाहनुहुन्छ भने त्यहाँ एउटा चाहिँ स्पेसल छ अपोइन्टमेन्ट लिनको लागि अप्सन, जसको थ्रुबाट तपाईँले एप्लाई गर्नुभयो भने तपाईँलाई भिसाको अपोइन्टमेन्ट छिटो मिल्नेछ, जसको चाहिँ 15 बिडी एक्स्ट्रा चार्ज उनीहरूले लिने गर्दछ। त्यही हो साथीहरू, सकभर आफै गर्नुहोस्, केही पैसाहरू कम पर्न आउँछ, तपाईँको खर्च कम्ती पर्न आउँछ भन्न चाहन्छु है त साथीहरू। हस्, भिसा एप्लाई गर्नको लागि चाहिँ नि म तपाईँलाई यो तल त्यहाँको चाहिँ नि एउटा वेबसाइट सेयर गर्दैछु, जुन तपाईँ तल देख्न सक्नुहुन्छ। यस वेबसाइटमा गएर तपाईँहरू ट्रान्जिट भिसा अप्सन सेलेक्ट गरेर त्यहाँबाट तपाईँहरू आफ्नो विवरण भर्नुहोस्। विवरण भर्दाखेरि एउटा ध्यान दिनुपर्ने कुरा के हो भने हरेक आफ्नो विवरणहरू सही भर्नुहोस्। तपाईँले त्यहाँ अलिक गल्ती भयो भने भर्ने क्रममा गल्ती भयो भने चाहिँ उनीहरूले एक्स्ट्रा 15 बिडी फेरि चार्ज गर्नेछ तपाईँहरू, जुन चाहिँ करेक्सनको लागि। त्यसैले तपाईँहरूले तल दिएको वेबसाइटबाट अपोइन्टमेन्टको लागि एप्लाई गर्नुहोस् है त। हस् त। ल साथीहरू, यो चाहिँ नि साउदीको दमाम, हामी दमाममा छौँ अहिले। हामी अब केही बेरमा दमामको एयरपोर्ट पुग्छौँ। त्यसपछि भोलि बिहान 8:30 बजेसम्मको बसाइ एयरपोर्टमा। हेरौँ के हुँदै जान्छ, बाटोमा के कस्ता अप्ठ्यारोहरू आइपर्छन् सेयर गर्नेछु। जुन चाहिँ अब पछि कोही आउँदै हुनुहुन्छ बहराइनदेखि साउदी हुँदै कोही आउँदै हुनुहुन्छ भने उहाँहरूको लागि यो भिडियो केही उपयोगी हुनसक्छ, केही सहयोगी हुनसक्छ भन्ने आशा राखेको छु है साथीहरू। ल साथीहरू, आइपुग्यो दमाम
इन्टरनेसनल एयरपोर्ट लगभग 2 घन्टामा आयो, जाम थिएन। ल है त साथीहरू, अगाडिको अपडेट अर्को भिडियोमा। थ्याङ्क यू। ल हाम्रो फक्रुल भाइले चाहिँ हाम्रो यहाँसम्म ल्याइरहेको छ। इधर तक छोड़ दिया। थ्याङ्क यू सो मच। आप जाओ आराम से पहुंच जाओ। दुआ कीजिए हम लोग के लिए। ल थ्याङ्क यू फक्रुल भाइ, थ्याङ्क यू। थैंक यू भाई, शुक्रिया भाई। ल साथीहरू, आइयो दमाम एयरपोर्ट। ल ब्यागेज हालिदियो। जस दिमाग खराब भयो नि त बिहान। धेरै तनाव पछाडि दमदम एयरपोर्ट पुग्यो हामी। बिहानमा एकदम यो ब्रिज बन्द भएको हुनाले धेरै तनाव थियो र राम्रोसँग पुग्यो। ल ठिक छ, अब बसाइ हुन्छ मजाले। भोलि बिहानको 8:30 बजीसम्म होइन? 15 घन्टा बसाइ हुन्छ। ल ल बधाई छ। साउदी चाहिँ नि आइयो। ल है त साथीहरू, अपडेट गर्दै गरौँ है त। हामी दमाम एयरपोर्टमा दमाम भयो कति 4:30 हुन लाग्यो पछि 12 घन्टा बस्यो। 2 घन्टा बसियो। अब भोलि बिहान 8:30 बजेको फ्लाइट छ। 6 अझै टन्नै टाइम लाग्छ। बसिन्छ रातभरि रातभरि बस्नु पर्यो। ल ल है त। गुड मर्निङ साथीहरू, अहिले मर्निङको 5 बजेको छ। अब 8 साढे 8 बजेको फ्लाइट छ। अझै पनि हामी दमाम एयरपोर्टमै हो। अबको 3 घन्टा पछिको फ्लाइट छ है। 3 घन्टा पछिको फ्लाइट छ। हामी यहाँबाट दमाम हुँदै दुबईको लागि निस्किँदैछौँ। रातभरिको बसाइ दमाम एयरपोर्टमै बस्यो। अझै 3 घन्टा पछि मात्रै हाम्रो यात्रा फेरि हुनेछ। Guys, morning from Saudi. अब चाहिँ नि हाम्रो दमाम टु दुबईको यात्रा 2 घन्टा 55 मिनट। हिजो कति बजी आएको? हिजो हामी 2 बजेदेखि 8:30 बजीसम्म
बस्यो मजाले बसियो दमम एयरपोर्टमा ठन्डाले पनि मजाले हाने हो ठिक छ अब दुबई एयरपोर्टमा भेट भयो त अनि अरू के भन्ने अब यस्तै हो हामी अब 3 जना एउटै सिटमा पऱ्यो लास्ट सिटमा अब रमाइलो गर्दै जाने हो अब रातभरि रमाइलै गरियो जाडोमा भए पनि हामीले होइन एयरपोर्टको चिसो खाइयो केही छैन अब गन्तव्यतिर पुग्यो भने त्यो नै सबैभन्दा राम्रो हजुरलाई बधाई छ अब तपाईँहरूलाई चाहिँ शुभकामना ल त साथी अब दुबई भेटौँ है दुबई एयरपोर्टमा पुग्यो अब हामी निस्किनलाई तयार हुन्छौँ अब यहाँ बसेको कति घन्टा अब हाम्रो यहाँ बसाइ लगभग 4 घन्टा 50 मिनट जति हुन्छ त्यसपछि हामी काठमाडौँको लागि बोर्डिङ पास लाग्ने ल साथीहरू आरामसँग बस्नु होला हामी त अब लाग्यो हाम्रो यो फ्लाइट दुबईबाट काठमाडौँको लागि गाडी हुँदैछ दुबई एयरपोर्ट काठमाडौँ पुगिहाल्छ ल अब काठमाडौँ भेटौँ है त साथीहरू आयो अब काठमाडौँ होइन यसो गरेर आयो सुलभ गरेर आयो दुबईमा भागाभाग पनि भयो एकछिन अब यसको लागि खुसीको कुरा मान्नुपर्छ सबभन्दा हामी काठमाडौँ पुग्यो 26 मिनटमा काठमाडौँ काठमाडौँमा भेटौँ न साथीहरू कस्तो अर्को बोलाउनु फेरि भेटौँ
आयो है आइयो राम्रोसँग आइयो र सबैलाई साथीभाइहरूलाई सम्झना धन्यवाद अब फेरि भेटघाट गर्दै गरौँ ल काठमाडौँ आइयो बाई बाई हेलो हेलो प्रत्युष छानो प्रत्युष ए काले ए को आयो होला ले ए काम गएर खै अब होइन हो नि ओइ यहाँ छिटो काम आमै नि मेरो छोरो निन्दामा को आयो बाबा आयो बाबाले आउँछ भनेको नि नुनु गरिदिएको चाहिँ नुनु गरे बाबाले के भनेको थियो मेरो नुनु गर्नु आउँछ भनेको होइन खै आफू गर्नु नि त अघि गाला apa bawa bawa aja झोला पनि हेर्छ Aziz निकालिदिनु मलाई एकैचोटि झोला ठुलो भयो हाँसिदिउँ न हाँसिदिउँ गालामा बाबुले खै त लाग्छ के गर्नु काछ